हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी यो मगर कम्युनिटीबाट चाहिँ एउटा के अरे पिकनिकको प्रोग्राम भइरहेको छ यहाँ हाम्रो सरीमा। अनि त्यही जाँदैछौँ। अब यहाँ हामी चाहिँ कुसुम बहिनीकोमा आएर यसो रेडी सेडी भएर यसो मगर ड्रेस लगाएर चिटिक्कै परेर अब जान लागेको। धेरै लेट भइसक्यो, 2 बजिसक्यो यहाँ। अब कतिखेर पुगिन्छ? पुग्न त पुगिन्छ, अलि नजिकै छ, 5 मिनटको बाटो हो। तर चाहिँ हामी यहाँ रेडी हुन र अलिकति हामीले सामानहरू रेडी बनाउनको लागि चाहिँ लेट भयो। अनि अब म त्यहाँ पुगेपछि त्यहाँ हाम्रो माहौलहरू के कस्तो हुन्छ रमाइलो त्यो देखाउने छु। अनि प्लिज गाइज, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। ल गाइज, अब म चाहिँ यहाँ मगर्नी नानीहरूलाई भेटाउन गइरहेको छु। हेलो गाइज, आर यु रेडी? लेट्स मिट आवर प्रेटी दी। हजुरको नाम के अरे? निशा। निशा दी, हेलो, वेलकम टु माई च्यानल ब्लग। यहाँ छ हाम्रो सानो, वेलकम टु माई ब्लग। हाई हाई भन्दै, हाई सानो। रेडी? रेडी भयो? ल ल, अब लेट्स गो, लेट्स गो बेबिज। ल अब हामी चाहिँ अब निस्किन लागेको। अब निस्केर अनि त्यहाँ गएर हामी यस्तो रमाइलो गर्नेछौँ साथीहरू। हामी त हिँडियो आफ्नो गन्तव्यतिर। हामी हिँडियो अब बियर क्रिक पार्कतिर। अब हेर्नु गाइज, अलिकति मेरो फेस चाहिँ अब हजुरहरूले अलिकति एडजस्टेड देख्नुभयो होला। आज चाहिँ हामी अब यो हाम्रो सरी हो, यहाँ भ्यान्कुभरको हाम्रो यो मगर सङ्घबाट मगर कम्युनिटीबाट अर्गनाइज गरेको पिकनिक हो आज। अब यसो भेटघाट रमाइलो वर्षमा एकचोटि हुन्छ, एनुअल फङ्सन हो। अब त्यो आजको दिन फेरि हेर्नु न साथीहरू, यस्तो छ कति रमाइलो दिन। लास्ट इयर पनि यस्तै भएको थियो, अहिलेको वर्ष पनि यस्तै भएको छ। केही छैन, तर हामी इन्जोय गर्नेछौँ। ओके, हामी आयौँ अब हाम्रो डेस्टिनेसनमा। मिट माई क्युट फ्रेन्ड कुसुम बुढा थोटी। ल साथीहरू, हामी त आफ्नो पिकनिक स्टलमा आइपुग्यौँ। हाम्रो पिकनिक स्टल चाहिँ यो हो, भइरहेको छ कार्यक्रम। ल हेलो साथीहरू, हामी चाहिँ अब यो मेरो पिकनिक स्टेटमा आइसकेँ। अब म चाहिँ साथीहरूलाई यहाँ भेटाउँदैछु। लेट्स मिट माई प्रेटी सिस। हेलो, वेलकम टु माई ब्लग। अनि कस्तो हुँदैछ आजको दिन? आज रमाइलो हुँदैछ। मलाई चाहिँ हल्का रुगाखोकी लागिरहेको छ। अनि चटपट चाहिँ खानुपर्छ, किनकि फोकस भएन के चटपट ओसिन्छ। त्यही भएर चटपट चाहिँ हामी स्टार्ट गरिसक्यौँ। चटपट खान चाहिँ छोड्नुहुन्न, रुगाखोकी जे लागोस् होइन। पिरो पनि नपुग्यो नि। माई गड। ल अरू त सबै ठिकै छ। ल अलि आफ्नो ख्याल राख्ने। यहाँ चाहिँ यस्तो छ माहौल हाम्रो साथीहरू। कस्तो 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 आइरहेको छ के। कता गएँ कि म ब्यानर देखाउँछु भनेको, कता गएँ कि। ल ल, वेलकम टु माई ब्लग। सब्सक्राइब लाइक कमेन्ट गर्नु होला। खोइ त हाम्रो ब्यानर, हाम्रो आजको यो प्रोग्रामको ब्यानर चाहिँ यो रहेको छ। वाउ, सो ब्युटिफुल ब्यानर मेड बाई कुसुम, डिजाइन बाई कुसुम। वाउ, यु मेड सो ब्युटिफुल। यो चाहिँ हाम्रो मगर भाइहरूको ग्रुपले यो मुभी, तर यो मुभी त रिलिज भइसक्यो होइन? ल यो मुभी पनि हेरिदिनु होला। ल हाम्रो ब्यानर चाहिँ सो ब्युटिफुल। वाउ, कस्तो राम्रो लाग्यो ब्यानर। मलाई कस्तो मन पर्यो। दाइ कस्तो हुँदैछ त? हजुर राम्रो लाग्यो, एकदम बेस्ट। एकदम राम्रो।
हाम्रो चाहिँ अलिअलि अब यहाँ खानेकुराहरू पाकिसकेको छ। यो हामीले बनाएको अचार यहाँ खानेकुराहरू रेडी भइसकेको छ। हाम्रो कोही चाहिँ बन्दैछ। सरी सरी ल ल ल यहाँ चाहिँ हाम्रो सरी यहाँ चाहिँ हाम्रो सेल पाक्दैछ। कति राम्रो सेल खाने भयो आउनु ल गाइजहरू। ए हाम्रो दाइ मेरो भ्लगमा हाम्रो दाइलाई पनि यहाँ हाम्रो फेरि फोटो खिच्नु पऱ्यो। हाम्रो दाइलाई फेरि म भ्लगमा स्वागत गर्दैछु। ल ल अलि मिठो पकाउनु पर्यो है दाजु। दाजु फेरि पर्फेक्ट हो नि। हजुर मिची मिची खानुहुनेछ होइन? चाटी चाटी हुन नि सक्छ, सम्भावना छ हो नि, हुन नि सक्छ। यति मेहनत गरिसकेपछि त कति नराम्रो है नराम्रो। ल हामी यति नै हो आज। ल हामी चटपट खानलाई चेस। नेपालमा त मेसिनले चल्नु बन्द भएछ, सबै बन्द। अलि राम्रो होस्ट गरिदिनु त मेरो भ्लगमा स्वागत छ। हेलो आदरणीय सम्पूर्ण दर्शकवृन्द, आफन्तजनहरूलाई भ्यान्कुभर मगर समाजको आयोजनामा हुन गइरहेको यस वनभोज कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। हामीसँग हुनुहुन्छ भ्यान्कुभर मगर समाजका उपाध्यक्ष दिनेश राणा मगर, अहिले टेक्निसियनको काम गर्दै हुनुहुन्छ। कृपया केही बेर हामीलाई प्रतीक्षा गरेर साथ दिनु हुन अनुरोध गर्दछौँ। त्यति जेलसम्मको लागि हामी बिदा हुन्छौँ। धन्यवाद। धन्यवाद साथीहरू। हाम्रो चाहिँ यहाँ बार्बिक्यू हुँदैछ, चिकन बार्बिक्यू राम्रो हुँदैछ बार्बिक्यू। उता बुफोमा राखेको छु ल है, बार्बिक्यू खानु उताबाट यहाँ चाहिँ पकाएर लिएर आउँछु। मैले चाहिँ जस्ट भिडियो गरेँ भयो। यहाँ चाहिँ सेलरोटी बन्दैछ हाम्रो पेटी पेटी सकियो बन्दैछ। त्यति बेलासम्म तपाईँहरूले स्न्याक्स खाएर राम्रो राम्रो बहिनीहरूले बनाएका सेलरोटीहरू खाएर अहिलेको माहौलको लुप्त उठाउनु अनुरोध गर्दछु। चटपटे सेलरोटी चिकन बार्बिक्यू बनाउनु बस्नुभएको दाइले धेरै बियर पिएर अहिले चिकन लेग पिसलाई पनि बियर जन्ने माइने होला भन्ने डर लागेको छ। निकै राम्रा सुन्दर बहिनीहरूले सेलरोटी बनाइराखेका छन्। कस्तो छ सेलरोटी? सुन्दर बहिनीहरूले सुन्दर सेलरोटी भन्नु न। सुन्दर सेलरोटी। पुरन आलेजी तपाईँ के खाँदै हुनुहुन्छ त्यसको $20 पर्छ है। चिको त्यो हजारको उठ्यो छोरो उठ्यो कचरा आँखा उ भयो अलि तर। हेलो साथीहरू हामी त खानालाई सेलरोटी अहिले पनि खाँदैछ। रमाइलो भइरहेछ। हामीहरू कस्तो लाग्दैछ? रोटी चाहिँ मगरको हो? के हो त सेलरोटी? अरू त यस्तै हो। खायो साथीहरू अलिअलि खाएर जङ्गल भयो। कस्तो हुँदैछ यहाँ? ल हेर्ने यहाँ बाबुलाई
चाहिँ एक्सपिरियन्स लिँदै हो लिँदै हो। यसरी त हो हामीले एक्सपिरियन्स लिने होइन हो त कस्तो हुँदैछ त ए मजा आउँदैछ गुडिया खेलाएर जस्तो भइरहेको छ मलाई चाहिँ अहिले त गुडिया अहिले रुन पर्छ अनि रुन पर्छ कि मम्मी खै ड्याडीले त त्यही हो यहाँ हेल्प गर्नुपर्ने हो तेरो मेरो फाइनली हाम्रो प्रीति दी पनि आउनुभयो मेरो भ्लगमा स्वागत छ हेलो जोरले भन्नु नमस्कार कस्तो लागिरहेको छ रमाइलो छ ल चिटिक्क परेर आउनु भयो हाम्रो दिदीले तेरो मेरो प्रीति प्यारी सानो नानीलाई भेटाउनु वेलकम टु माई ब्लग हेलो How are you today? मलाई कस्तो मनपर्छ मलाई चाहिँ तिमी मनपर्छ वेलकम ल हाम्रो अब के खानाहरू हाम्रो के हुँदैछ के कार्यक्रम हुँदैछ एकैछिनपछि हामीले बिङ्गो खेल खेल्दैछौँ निकै रमाइलो हुनेछ एकदम ल तपाईँलाई पनि शुभकामना छ ल हजुरलाई पनि धन्यवाद ल अब रमाइलो हुँदैछ ल Let's meet our Kati Dai. Handsome Kati Dai, welcome to my vlog. रमाइलो भयो ल साथीहरू बल्ल बल्ल हाम्रो काजी दाइ नआएर रहेछ कि यहाँ रमाइलो हेर्नु ल्याइसक्यो हो फाइनली गट बिङ्गो टिकटमा मेरो र टिकट आयो है टिकट बिङ्गोको साथीहरू जित्नु पर्छ ब्लेस मी अब मलाई जित्छ भनेर भन ल सबै हाम्रो अब खाना खाने कार्यक्रम हुँदैछ यहाँ हाम्रो वाटरमेलन पनि छ सेलरोटी यहाँ छ पोर्क सबै ल खानु हाम्रो यहाँ बिङ्गो टिकट अब बिक्री हुँदैछ कति बिक्री भयो पैसा ल सेपरेटमा है सेपरेटमा भाइले ट्रेनमा जोड्छु भाइ मैले एउटा किनेको छु कि तर जित्ने चाहिँ यसले हो क्या यसले जित्छ दाजु यसले मेरो पावर यहाँ हुन्छ पावर लेखेर राख्नु होइन नम्बर त सेमै हो नि पढ्नु पर्यो नि सेम त हुन्छ होइन डिफ्रेन्ट हुन्छ ए नम्बर डिफ्रेन्ट हुन्छ यो र यो चाहिँ झन्डै यो चाहिँ सिमिलर रहेछ यो चाहिँ डिफ्रेन्ट हो ओके खेल हुँदै गइरहेको छ साथीहरू टिकट हातमा आइसकेको छ यहाँ छोरो उठिसक्यो 5 फेरा ल हाम्रो अब बिङ्गो कार्यक्रम स्टार्ट हुन गइरहेको छ साथीहरू ल खै स्टार्ट भएको होइन आर यु रेडी किन्दा हुन्छ हो यहाँ जित्ने मान्छे म खेल्न आउँदैन होइन जित्ने मान्छे म अब खेल्न आउँदैन भयो मिल्यो अब यो रहेछ क्या 10 गरेर 80 भर्टिकल मात्रै गर्यो
म स्याड भएँ अब दुईटा मात्रै बाँकी थियो राम्रो छ चेक गर भाइ हाम्रो पाला आउने नि सक्छ होइन होइन सकेको होइन सक्यो सक्यो है अब 22 18 20 36 पेपर समातेर अगाडि आमै मलाई पैसा पाइसकेको छु होइन बिङ्गोको विनर है के रे हाम्रो प्रोग्राम ल हाम्रो बिङ्गोको विनर चाहिँ आशिष ल अगाडि फोटो खेलाउने मान्छे नै आउनु पर्यो ल है हाम्रो बिङ्गोको विनर आशिष सोल्डे हाम्रो स्पोन्सर चाहिँ खेमदाई $20 अब दिनुहुन्छ कि दिनु नि थाहा होइन सीधा दिदी सीधा जानु दिदी स्ट्रेट निकै घम्सीपूर्ण खेल सुरु हुन गएको छ मैले गो भनेको छैन अझै बसेन 1 2 3 गो हामीले यसरी कार्यक्रमको हाम्रो प्रोग्रामको लागि तपाईँहरू सम्पूर्ण उपस्थित हुनुभएको छ त्यसको लागि हार्दिक मङ्गलमय शुभकामना र स्वागत गर्न चाहन्छु। यसै गरी सधैँ चाहिँ वार्षिक हाम्रो यो पिकनिक महोत्सव गर्दै आउँदा तपाईँहरूको साथ सपोर्टले गर्दा यहाँसम्म हामी आउन सफल भएका छौँ। अहिलेसम्मको धन्यवाद यहाँको क्रिएटिङ र डिजाइनमा एकदमै उहाँले धेरै टाइम लगाउनु भएको छ यसमा र यो सम्पूर्ण डिजाइन र क्रिएट जति उहाँलाई जान्छ त्यसको लागि फेरि ठुलो ताली बजाएर स्वागत गर्नु होला। अनि 3 दिनदेखि 4 दिन 5 दिनसम्म पनि भलिन्टियर गरेर हामीलाई सहयोग र सपोर्ट गरिदिनु हुने 5 जना हुनुहुन्छ। त्यसलाई म नाम भन्न चाहन्छु। सालियो अब इन्हान्स गर्ने हो जे होस् ठिक छ सबै भाइ बहिनीहरू सालीहरू सोल्टिनाहरू सबैले सपोर्ट गर्नुभएको छ। लेट्स किप इट अप होइन अरू। अनि त्यसपछि आजको चाहिँ नि हाम्रोमा चाहिँ नि एकदम स्पेसल गेस्ट हुनुहुन्छ सुनिताज्यू, उहाँलाई धेरै वेलकम छ है। प्रकाशले पर्सनली मेसेज गर्नुभएको पनि आइदिनुहोस् है भनेर निम्तो गरिदिनु भएकोमा सम्पूर्ण मगर समाजलाई धेरै धन्यवाद। एज अ एनसिडब्ल्युएसबिसीको प्रेसिडेन्टको नाता र तामाङ समाजको हाम्रो रिप्रेजेन्टेटिभ पनि हुनुहुन्छ यहाँ कमलजी र हामी सम्पूर्ण तामाङ समाजको तर्फबाट हामी मतौली जातहरू सबैजना एकजुट हुनुपर्छ आफ्नो धर्म संस्कृति मेम्बरमा चाहिँ हामीले ढुकुटी पनि खेलेको थियो। ढुकुटी चाहिँ होइन जस्ट फन्ड कलेक्सन गरेको थियो
अनि त्यसबाट जति इन्ट्रेस्ट आएको छ एराउन्ड 600 प्लस चाहिँ त्यो पनि आजको पिकनिकमा नै गएको छ है। हामी 8-9 जनाको ग्रुपमा चाहिँ जुन ढुकुटी आएको थियो त्यसको फन्ड चाहिँ सबै यसैमा गएको छ। सो ओभरअल हामीसँग जस राम्रो फन्ड छ है। भ्यान्कुभर मगर समाज आजको मिटिङमा 5000 प्लस ब्याङ्क ब्यालेन्स लिएर बसेको छ। हामी गरिब छैनौँ, हामी मनका पनि धनी, ब्याङ्क ब्यालेन्स पनि धनी छ। बढी पैसा जम्मा गर्नुहोस्। मैले मजा गरेँ। अगाडि तामाङ समाजको एकजना सुनेन्द्र तामाङ सरले चाहिँ दैले हामीलाई $51 डोनेसन गरेर जानुभएको छ। र अहिले भर्खरै हाम्रो पुरुषोत्तम काफ्ले चाहिँ हुनुहुन्छ हाम्रो काजी दाईको साथी, उहाँले पनि $100 डोनेसन गर्नुभएको छ। थ्याङ्क यू पुरुषोत्तमजी है, थ्याङ्क यू तपाईँलाई। र यसपछि त्यो विभिन्न कार्यक्रमहरूमा जसरी भोलिन्टियरिङ गरेर तपाईँले सघाइदिनु भयो त्यसको लागि अप्रिसिएसनको प्रमाणपत्र हामीले वितरण गर्न गएका छौँ। कृष्ण दाई, दिनेश दाई, प्रेम दाई सबै नाम त खतरा रहेछ त। छिटो वसुन्धरा पो छ। वसुन्धरा थापा मगर ताली दिएर उहाँको उत्साहलाई बरकरार राखिदिनुहोस्। रजनी मगर प्रगति राणा मगर मुन्नु राणा हजुर मुन्नु राणा कहाँ लुक्नु भन्छ तपाईँ? मिना मगर मिना मगरको ज्वाइँले दिउँसोको बेला चाहिँ सोलो डान्स गरेर हरेक कार्यक्रममा साथ दिनुभएको थियो। अञ्जली थापा मगर अञ्जली थापा मगर नमस्कार गर्नु पर्दैन। दीपिका महर्जन शिरीष बुनुपुन शिरीष अरे शिरीष हल्ला गर्दै सबैले पूजा थापा मगर मिमिक राणा पारु मगर बहिनी जानकी थापा मगर रेणुका राणा हो रेणुका राणा रेणु चौधरी ल गाइज हाम्रो आजको प्रोग्राम अब यहीँ सकिएको छ। अब चाहिँ हामी अब घर जानको लागि यहाँ यताउता प्याकिङ गर्दैछौँ। अब सामानहरू यता सेरसार गर्दैछौँ। यहाँ चाहिँ अब हाम्रो छोरा छ, छोराले चाहिँ अलिक दुःख दिएर हामी चाहिँ बाबाहरू चाहिँ सबै स्याहार्नेमा सामानहरू ओसार पसार गर्नेमा बिजी हुनुहुन्छ। हामी दुईजना चाहिँ यहाँ यसो
बाबुलाई लिएर बसेछौँ। अब चाहिँ हामी घरतिर फर्किन लागेको। अब समग्रमा भन्नुपर्दाखेरि रमाइलो भयो। अलि प्रोग्राम लेट नै स्टार्ट भए पनि अब सबै के भन्छ अरे गेमहरू गर्न सफल भयो। अनि हामी चाहिँ अब फर्स्टमा चाहिँ हाम्रो के गेम भएको थियो अरे फर्स्टमा बिङ्गो खेल्यो, अनि सेकेन्डमा घैँटो फुटाल्ने, अनि थर्डमा चाहिँ यस्तो थग अफ वार रस्सी तानातान खेलेको। म चाहिँ हेर्नु पार्टिसिपेट थिएँ, मलाई चाहिँ नकआउट गरिदिए कतैबाट पनि ऊ नभएर। अनि मेरो हस्बेन्ड पार्टिसिपेट हुनुहुन्थ्यो, जे पनि फाइनल राउन्डमा त पुग्नु भयो, तर अनफर्चुनेटली हुन सक्नुहुन्न। अब यहाँ चाहिँ हाम्रो एउटा बहिनी हुनुहुन्छ, यहाँ त बस्नुभयो, उहाँ चाहिँ हाम्रो घैँटो फुटाइको विनर हुनुहुन्छ, मेरो कुसुम बहिनी। उहाँलाई धेरै धेरै बधाई छ, धन्यवाद भनिरहनु भयो। उहाँ बाबुलाई यसो लिइरहनु भयो। अब चाहिँ अब हामी घरतिर जाने, नाचेको हेर्नु साथीहरू, गर्मी भएर अनुहार पनि दनुवार भयो, अनुहार न दनुवार भयो यहाँ मगर्नी भनेर। अब यही हो, अब आज हाम्रो अब एनुअल प्रोग्राम पनि सकियो यो वर्षको 2025 को। अब नेक्स्ट इयर वेटिङमा हो, अब त्यही पनि को कता 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 कहाँ कहाँ हुनेछौँ त्यो नट स्योर। अब त्यही हो, रमाइलो भनेपछि गर्नुपर्छ लाइफमा, इन्जोय गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ, अनि पैसा पनि कमाउनुपर्छ। त्यही हो, त्यही हो, राम्रो काम गरेर पैसा कमाउनुपर्छ फेरि। त्यही हो। अब यहाँ अँध्यारो भइसक्यो साथीहरू, गाई चाहिँ अँध्यारो भइसक्यो। अहिले चाहिँ कति बज्यो, 8 बज्यो। अब चाहिँ हामी घरतिर लाग्ने तर्खरमा छौँ। ल त अब मेरो भ्लग पनि अब यहीँ सकाइदिन्छु। मेरो भ्लग पनि यहीँ सकिन्छ। अब हामी बहिनीको घर जान्छौँ र अनि त्यहाँबाट चाहिँ आफ्नो घर जान्छौँ। यति नै हो आजको भ्लग, त्यही हो। ल यति नै हो आजको भ्लग। अब म यस्तै रमाइलो भ्लगहरू बनाउँदै जानेछु। प्लिज किप सपोर्टिङ मी एन्ड डु लाइक, सब्सक्राइब एन्ड कमेन्ट प्लिज। Okay, bye-bye. See you in next video. Thanks for watching. Namaskar. Jorle.